नमस्कार, तपाईहरुलाई स्वागत छ। आई होप आजको तपाईहरुको दिन राम्रो बित्यो होला। यो टाइटल हेरेर तपाईहरुले बुझिसक्नु भयो होला। म आज तपाईहरुलाई केको बारेमा भन्न गइरहेको छु, यो कुन विषयको बारेमा जानकारी दिन गइरहेको छु। यो टाइटल रहेको छ क्लास 2 म्याथ सब्जेक्ट। अब हामी आज के हेर्छौं भने राइट द नम्बर अफ टेन्स एन्ड वन्स इन द ब्ल्याङ्क्स। अनि अर्को रहेको छ हाम्रो आजको इन्फर्मेसन एडिसनको बारेमा। अब टेन्स एन्ड वन्स हामी आफ्नो नानी बाबुलाई कसरी बुझाउन सक्छौं प्र्याक्टिकल्ली त यतिर जाउँ। अब हामी समय बर्बाद नगरिकन यहाँ हेर्न सक्नुहुन्छ। अब हेर्नुस्, यहाँ तपाईको राइट द नम्बर अफ टेन्स एन्ड वन्स इन द ब्ल्याङ्क्स क्वेसन हैन। अनि त्यसमा ए मा 9 छ, बी मा 25 छ। अब तपाई भन्नुहुन्छ 1 2 3 4 5 मा वन्स र टेन्स कहाँ दिखायो? अब त्यसको लागि प्र्याक्टिकल यहाँ हेरौँ। 1 2 3 4 5 मा के हुन्छ भने 0 हिडन हुन्छ, जुन चाहिँ अगाडिपट्टि हुन्छ। अब हेर्नु त 9 को 0 हिडन छ नि, यो 0 हिडन हुन्छ। अनि यो अब 9 को प्लेस वन्स भयो, 0 को प्लेस टेन्स भयो, हेर्न सक्नुहुन्छ। त्यसैले अब यहाँ टेन्स को ठाउँमा तपाईलाई 0 भयो, वन्स को ठाउँमा 9 भयो। अब तल रहेछ 25। अब 25 को प्र्याक्टिकली बुझौँ। 5 भनेको तपाईको वन्स हो, फर्स्ट वाला। सेकेन्ड वाला 2 भनेको टेन्स हो है, हेर्न सक्नुहुन्छ। अब यहाँ त्यसैले टेन्स को ठाउँमा तपाईले 2 भयो, वन्स को ठाउँमा 5 भयो। यो दुईटा अब हाम्रो सल्भ भयो। अब हाम्रो आयो पालो एडिसनको। यहाँ हेर्न सक्नुहुन्छ। एडिसन कसरी सरल र इजी तरिकाले हामी आफ्नो नानी बाबुलाई बुझाउने है, त्यतातिर जाउँ। अब यहाँ के छ हेर्नु, 12 प्लस 5। यसमा ठुलो कुन हो भने पहिला तिनीहरूलाई बुझाउनु पर्यो। ठुलो 12 हो। अब 12 एकछिन हामी बिर्सिहाल्नु। अब 5 छ भने 5 बाट फिङ्गर खोल्ने, 1 2 3 4 5। अब 12 लाई अघि तपाईलाई भनेको थिएँ मैले 12 लाई बिर्सिहाल्नु किन, अब हेर्नु है। 12 पछि अब के आउँछ, 13 14 15 16 17। अब हेर्नु 1 7 17 भयो। अब यहाँ तलतिर के रहेको छ, 2 प्लस 13। यसमा ठुलो कुन हो, 13 ठुलो हो। त्यसैले 13 एकछिन अब हामी बिर्सियोस्, 2 छ। अब त 2 बाट फिङ्गर खोल्ने, 1 2 2 छ। अब 2 त्यसपछि 13 पछि अब के आउँछ उनीहरूलाई त बताउनु पर्यो। यसरी मतलब गर्दा उनीहरूले लामो समयसम्म र सरल भाषामा उनीहरूले एडिसन सिक्नेछन्। त्यसैले मैले यो अब हेर्नु 13 तपाईको पछि के आयो, दुईवटा फिङ्गर खुल्ला छ हामीसँग, किनकि यता 2 छ। 13 14 15। अब यहाँ के भयो तपाईको 15 भयो। यो एडिसन गर्ने एकदम सरल र सिम्पल प्रोसेस हो कि, र वन्स र टेन्स बुझ्नेको पनि सरल र सिम्पल प्रोसेस। यो तरिकाले तपाईले आफ्नो नानी बाबुलाई वन्स र टेन्सको बारेमा सिकाउनु भयो भने र एडिसनको बारेमा सिकाउनु भयो, उनीहरूले एक्जाममा फुल मार्क्स लिएर आउँछन्। त्यसैले आफ्नो नानी बाबुहरूलाई राम्ररी ध्यान दिएर यो तरिकाले सिकाउनु होला, ताकि उनीहरूले राम्ररीसँग यो चिजको जानकारी पाओस् र एक्जाममा फुल मार्क्स ल्याउनलाई उनीहरू सफल होस्। आजलाई यति नै। आफ्नो केयर गर्नु होला। टिल देन टेक केयर, गुड बाई।